हामी गइरहेछौँ पूर्व यो श्री स्वर्गद्वारी आश्रम प्रवेश हामी गर्दैछौँ हैन। हेर्न देख्न सक्नुहुन्छ। अब हामी गइरहेछौँ। यो चाहिँ स्वर्गद्वारलाई देखाउने छु है। ल अब हामीहरू गइरहेछौँ सबैजना। यस्तो ठुलो छ यहाँ भयङ्कर। हेर ल चाहिँ सबै यहाँ छन् साथीहरू होइन। अब फोटोसोटो लिइरहन् सबैजना। ल अब हामी माथि चढ्दैछौँ होइन। माथि गइरहेछौँ अब हामी। ल हाई से हाई परविन। ल अब गइरहेछ हामीहरू। अभिषेक साला ल से हाई। ल अब हामी माथि चढ्दैछौँ होइन सबैजना। स्वर्गद्वारीको यत्रो उचाइ पनि धेरै छ। एकचोटि आएर चेक गर्नुहोस्। ल साला एकचोटि हाई भनिदियो। एकदमै रमाइलो भइरहेछ यहाँ हामीलाई। एकदमै सुन्दर दृश्य देख्न पाइरहेछौँ यहाँ। एकदमै एकदमै यहाँ आएर एकदम मजा भइरहेछ होइन। एकदम रमाइलो लागिरह। मन मजाटी टेन्सन भयो नि पुरै यो फ्रेस फ्रेस भइन्छ। र एकचोटि आउनु होला सबैजना होइन यहाँ दर्शन गर्न स्वर्गद्वारी मन्दिरको। प्युठान स्वर्गद्वारी जाना इधर आना इधर। जाना इधर अलग अलग है सब। ज्यादा हिम्मत वाले इंसान है इधर से जाए। इधर से सर्टकट वाला। चल ल अब चाहिँ मजाले। ओहो कत्रा भ्यू भयो देखो। लाली गुराँस। हामी चाहिँ ओ पर चढ्न त एकदमै गाह्रो छ। ओहो जे होस् ल हेर। ल हेर्नु पर्यो गाइस त्यहाँ घोडा बसेर घोडा दुःख दिइरहेको ल गाइस ल हेर घोडामा पनि गइरहेछन्। अनि कस्तो लागिरहेछ त अभिषेक साला? एकदम हावास फिल एकदम मजा होइन। ओहो ल हेर भ्यू हेर्न सक्नुहुन्छ। भ्यू हेर्नुहोस् बब्बाल छ होइन। यस्तो भ्यू हेर्नलाई त फेरि एकदमै यता भाग्यमानीले मात्र हेर्न पाइन्छ अरे के। ल हेर यस्तो गाह्रो छ नि चढ्दाखेरि। ल हामी गइरहेछौँ। परविन चाहिँ पहिला पनि आएको थिएन परविन तिमी? अब परविनको चाहिँ यो सेकेन्ड चोटि हो रहेछ। हामी चाहिँ फर्स्ट चोटि हो। अब एकचोटि सबैजना दर्शन गरेर फर्किँदै हुनुहुन्छ उहाँहरू चाहिँ सबैजनाले। धेरै रहेछ माथि। अझ धेरै नै माथि रहेछ। यहाँ साथीहरूले मेरो सालाहरूले भन्दैछन् कि ठाउँ पनि राम्रो छ होइन। यहाँ एकदम आउनु होला सबैजना। एक्चुअली हामी चाहिँ एकछिन थाकेर चाहिँ रेस्ट गरिरहेछौँ। यत्रो उकालो चढ्दा एकदम चाहिँ स्यास्या भइयो। एकछिन बसेर पानी सानी खान्छौँ त्यसपछि फेरि हामी जाने हो माथि। ल कस्तो लागिरहेछ त? यस्तो थकाइ भयो हाम्रो चाहिँ यतातिर। साला एकदम थकाइ लाग्छ मलाई त। कस्तो लागिरहेछ साला? एकदम रमाइलो फिल भइरहेछ। रमाइलो फिल नि
होइन झार पिलाको यिनै ठगाइ त्यही हो लगाएर गाह्रो के भइरहेछ भने हिँड्न यहाँ ए। एक्सर्साइज त भइरहेछ ओके। अब दुब्लो मान्छेले झन् एक्सर्साइज भएको छ त्यति हो यो झार खाए डुलो भएको छ अनि ठाउँको चाहिँ कस्तो लाग्यो ठाउँ यतातिर कस्तो लाग्यो त तिमीलाई ठाउँ एकदम रमणीय छ ए एकदम होइन कौन है ये लोग कहां से आते हैं ये लगभग यहाँ चालु हेलो गाइस आउनु आउनु होला सबैजना ता हेर्नु ल हेर त्यो ल देख आउनुपर्छ ल हामी फेरि हिँड्यौँ ल हेर अझ फेरि अब माथि जान थालेँ म तपाईँलाई पनि देखाइदिएको छु यस्तो दामी ल एकदम आउनुहुन्छ यहाँ युट्युबमा ल ल बाबा आइ ल ल ल अब चाहिँ मेरो भलकमा हजुरलाई स्वागत छ मेरो न्यू भलक हो म खासरी आफ्नो हामी त मजाले यहाँ गइरहेछौँ होइन सबैजना रमाइलो गर्दै गइरहेछौँ जस ठिक छ राम्रो ठाउँ छ मन्दिरको दर्शन गर्नु पाइयो होइन रमाइलो छ क्या होइन सबैजनाले रमाइलो गर्दै गइरहेछौँ अब यी हेर्न सक्नुहुन्छ यतातिर भगवान्को थान पनि छ यता होइन यी यहाँ पूजा पनि गर्छन् सबैजना भगवान्को थान पनि देख्न सक्नुहुन्छ यहाँ हाम्रो भेना युट्युबर नानी मस्त मस्त भिडियो बनाइ अनि हाम्रो यता अब एकछिन प्रवीणले चाहिँ पूजा गरेर सकेँ ल हो हो एकदमै एकदमै ल हामी पनि पूजा गर्दै ल ल पूजा गर्नुपर्छ भगवान्सँग ल ल सबैजना दर्शन गरेर फर्किँदै हुनुहुन्छ होइन अझ पनि माथि रहेछ धेरै हो हिँड्दा हिँड्दा यस्तो गाह्रो छ बिस्तारै बिस्तारै हामी गइरहेछौँ हिँड्दै माथि साराले चाहिँ चस्मा लाउन भुल्दै रहेछन् कहिले कसो मेरो याद पनि कमजोर हुन्छ हाम्रो साला चस्मा चाहिँ लाएर म कस्तो देखाएको छु हाम्रो सालालाई चाहिँ भन्नुहोस् कस्तो देखिनु भएको छ ए सालाले मात्र हाम्रो यहाँ भेना हुनुहुन्छ यस्तो दामी देखिनु भएको छ साला हामी चाहिँ ल हामी चाहिँ हेरेको हेऱ्यो हेरेको है ल अब कौन गिर गया त्यो सालाले बोतल खसाउँदैछ ब्लॉग में गिर गया ब्लॉग में बोतल गिराया जोस् ठिक छ ठाउँ दर्शन गर्नलाई एकदम राम्रो छ मौसम भी बढ़िया मौसम पनि राम्रो अहिले ठिक्क टाइममा आएको छौँ हामी अहिले यो टाइम भनेको जनवरीको अहिले ठिक छ समय यहाँ बता दो कैसे फील होता है अनि आपको कैसा लगा तो फिर आपको कैसा लगा बढ़िया बढ़िया अच्छा बढ़िया लगा ना नेपाल का मेरा पहला ट्रैक अच्छा पहले छोटा सा ट्रैक ओके ओके फर्स्ट है क्या आपका अच्छा ठीक है ना इधर नेपाल बहुत बढ़िया भीड़ कम हाँ, मजा अच्छा मौसम अच्छा अच्छा चलो फिर बहुत बढ़िया ऊपर पहुंच करके बताते हैं हाँ हाँ सवारी है क्या अच्छा देखो गाइस मेरा हिंदी में आप बाबू ल हेर बाउ पनि दर्शन गरेर गयो है गाडी लिएर गइरहेको छ नि यार अँ, तो गाइस आप देख सकते हैं अझ हामी माथि पुग्दैछौँ भर्खर अझ धेरै छ क्या हो अझ माथि नै छ बिस्तारै बिस्तारै गइरहेछौँ दर्शन गरेर आइराख्नु भएको छ देखो ना गाइस
हामी चाहिँ फेरि विश्राम स्थलमा पुग्यौँ, फेरि एकछिन बसेछौँ, एकछिन फेरि बसेर रेस्ट गरेर फेरि अनि माथि चढ्ने हो होइन साला? ल हाम्रो साला पनि ओ साला आउँदैछन् बिस्तारै। ल साला ल रेस्ट गरिआएर है साला? ओके ल ल सबैजना दर्शन गरेर फर्किँदै हुनुहुन्छ उहाँहरू चाहिँ सबैजनाले। अझ धेरै रहेछ माथि। अझ धेरै नै माथि रहेछ। गइरहेछौँ बिस्तारै। कैसिन भला गर्नु यार लावा ब्लॉगर यहाँ चाहिँ स्वास्थ्य चौकी पनि रहेछ। कसैलाई अप्ठ्यारो बिमारी भएको बेला यहाँ चाहिँ चेक जाँच गर्न पनि सकिन्छ होइन। यहाँ देख्न सक्नुहुन्छ, हेर्नु यो आमा बुवाहरूलाई गाह्रो अप्ठ्यारो पर्छ नि त। कसैलाई चाहिँ दमको खोकी या दम धेरै भएर अलिक गाह्रो हुन्छ नि त माथि उकालो गर्न, त्यसको लागि पनि रहेछ। जो ठिक छ, व्यवस्थित तरिकाले गरिरहेको रहेछ यतातिर। अब फेरि हामी माथि चढ्दैछौँ। ल माथि गइरहेछौँ हामीहरू बिस्तारै। अझ धेरै नै रहेछ माथि। ल गाइस बिस्तारै बिस्तारै। तिर चाहिँ भर्खरै फुलिरहेछ लाली गुराँस देख्न सक्नुहुन्छ। भर्खर सुरु भएको रहेछ। ल अब फेरि हामी माथितिर लाग्यौँ बिस्तारै हिँड्दै। यस्तो रहेछ। अनि उहाँ चाहिँ घोडा रहेछ, जसलाई चाहिँ चल्न सक्दैन, हिँड्न सक्दैन, जसलाई गाह्रो छ उहाँले चाहिँ घोडा सवारी गरेर पनि माथि आउनु पाइने रहेछ। ल हेर यता यस्तो घोडाहरू होइन, घोडामा बसेर आउन पाइने होइन मजाले। हेर्न सक्नुहुन्छ घोडाको सवारी सबैजना। यता घोडाहरू छन्। ल मस्त मस्त ये लेकिन सुखाइल बा यार, खासै सुखाइल यहाँ चाहिँ टाइम नहीं हो लेकिन सुखाइल बा यार। पानीको व्यवस्था थियो, सुक्या रहेछ। सुखाइल बा वही धर्मशाला हो यो चाहिँ धर्मशाला रहेछ यहाँ। वहाँ रे मस्त किन वाह रे वाह। हिमाल बिल गाइट किन हिमाल कठा है मने कनि कागज कठा भर कठा। ल गाइस अब हामी पुग्दैछौँ मन्दिरतर्फ। पुग्दै गइली हो न अब कहाँ गरेर गयो पूरा मने ऐसे ना है एक खास मने वारी बक्के ना 50 केजी त हिमाल देख्न सक्नुहुन्छ। पुरा हिमाल हो त्यो चाहिँ सबै देखिरहेको होइन हिमाल। अरे पहिले त नि बता पहिले तक समस्या तो रहते हैं सरकार के इलाका प्रहरी स्वर्गद्वारी रहेछ यहाँ चाहिँ। पाना परेगा। ल अब हामी मन्दिरतिर छिर्दैछौँ होइन। ल मन्दिर छिरेर अब हामी यहाँ दर्शन गर्दै ल अब जाइरहेछौँ सबैजना। ल अब हामी मन्दिरबाट यहाँ हेर्न सक्नुहुन्छ स्वर्गद्वारी। कस्तो राम्रो मन्दिर छ यहाँ। मन्दिरमा हामी अपना चेहरा देखने को सीधा लगा है। पुगिहाल्यौँ। अब
यहाँ हेर यता यहाँ पनि ऊ पनि रहेछ क्या यहाँ चाहिँ भगवान्को मन्दिरको ऊ पनि रहेछ पानी पोखरी जस्तो अलि सानो होइन देख्न सक्नुहुन्छ होइन यस्तो राम्रो छ नामै स्वर्ग हो कि यस्तो दामी छ यहाँ यस्तो दामी छ बाफरे ल हेर यहाँ भ्यू हेर्न सक्नुहुन्छ वाउ अमेजिङ यस्तो दामी भ्यू छ नि यहाँ सबै दर्शन गर्न आउनु भएको छ यहाँ चाहिँ सबै धेरै मान्छेहरू रहेछ यहाँ आएर चाहिँ ठ्याक्क मन्दिरबाट चाहिँ भ्यू देखिने रहेछ है यहाँ उहाँ चाहिँ यहाँ चाहिँ नाचिराख्नु भएको छ हेर्न सक्नुहुन्छ होइन दर्शन गरेर रमाइलो गरिराख्नु भएको छ यहाँ ल अब हामी पूजा गर्नतिर लाग्यौँ है ल यहाँ सबै दर्शन गर्न आउनु भएको रहेछ राम्रो राम्रो मान्छेको दर्शन गर्न पाइरहेछ यहाँ चाहिँ सबै ल अझ पनि मर्मिमा यहाँ चाहिँ मन्दिरको अझ पनि बन्दैछ क्या मन्दिर अझ मर्मत भइरहेछ मन्दिर बन्न होइन ल फाइनली हामी पुगिहाल्यौँ स्वर्गधारी यहाँ चाहिँ यस्तो मन्दिरहरू घन्टीहरू सबै राखेको छ है ल यतिर यहाँ पूजापाठ गर्न है ल हामी सबैजना अब दर्शन गर्दै जाने हो ए ल ल ल ल ल हस् ल हामी चाहिँ दर्शन गर्नतिर पुग्यौँ दोपहर अच्छा अरे यार दोपहर बंद हो जाता है सारे मंदिर तो दोपहर में बंद हो जाते हैं हम लोग बिना ज्यादा स्वर्ग जाने बाटो भनेर मूलद्वार भनेर चाहिँ भनिन्छ नि त अनि यहीँबाट 5 पाण्डवहरू चाहिँ स्वर्गद्वार जाने भनेर यही बाटो जानुभएको थियो कि त्यही भएर चाहिँ यहाँ चाहिँ स्वर्गद्वारी भनेर चाहिँ भनिएको हो भन्ने कुरो चाहिँ पुष्टि गरिएको छ अनि यहाँ चाहिँ 5 पाण्डवहरू जाने बाटो भएर चाहिँ स्वर्गद्वारी भन्ने नाम राखिएको हो त्यसैले यसलाई स्वर्गद्वारी भनिन्छ पांडव आए तो हैं दर्शन गरेर सक्यौँ अब गइरहेछौँ होइन फाइनली भर्खर हामी चाहिँ दर्शन गरेर सकेर अब गइरहेछौँ हामी यतातिर यहाँ चाहिँ उता सालाहरू फोटो खिचाउँदै बसेका छन् अब भर्खरै चाहिँ हामीले चाहिँ सकेर दर्शन गरेर अब अगाडितिर गइरहेछौँ अब हिँड्ने हो हामीहरू अब दर्शन गरेर सक्यो नि होइन पर्विन अब जाने होइन जाने ल ल अब साला कहाँ जाने होइन ल अब हामीहरू चाहिँ अब हामी दर्शन गरेर सकिहाल्यौँ अब घरतिर जाने भनेर अब बाहिर निस्किरहेछौँ मन्दिरभन्दा अब गइरहेछौँ आज हामी होस् धेरै रमाइलो भयो लट्स अफ फन टुडे एकदम इन्जोय भयो सो सबैजना अब हामी सकाएर एकदम पूजापाठ गरेर दर्शन लिएर भगवान्सँग केही कुराहरू मागेर अब हामीहरू घरतिर लाग्दैछौँ आजको भ्लग यति नै थियो गाइज है आज मेरो यही हो आज तपाईँहरूलाई मैले दर्शन गरेर आएको मन्दिर दर्शन गर्न आएको देखाएँ आजलाई यति नै है ल बाई बाई